हामी सत्यको पक्षमा एक्लै भए पनि लडिरहन्छौँ, डटिरहन्छौँ। राष्ट्र र जनताको हितमा आवश्यक परे ज्यान बलिदान दिन तयार छौँ र भएका पनि हौँ, पछि हट्नेवाला छैनौँ। त्यो भएर सम्माननीय सभामुख कसैलाई लाग्न सक्छ, पढे लेखेका मानिसहरूले अपराध गर्दैनन्, तर इतिहासले त्यस्तो देखाएको छैन। सम्माननीय सभामुख अर्थशास्त्रमा उच्च शिक्षा हासिल गरेका, विश्वका प्रतिष्ठित विश्वविद्यालयबाट विद्यावारिधि गरेका डाक्टर रामशरण महत, डाक्टर प्रकाश चन्द्र महत, डाक्टर युवराज खतिवडा यो देशको अर्थमन्त्री भएकै समयमा देशका ठुल्ठुला भ्रष्टाचार र अनियमितताका घटनाहरू सार्वजनिक भएका छन्। त्यसैले केवल शैक्षिक योग्यता नै इमानदारिता र सुशासनको ग्यारेन्टी होइन। म बारम्बार भन्छु सम्माननीय सभामुख महोदय, यो देश गाउँका गरिब किसानहरूले सरबार वर्गले बिगारेका होइनन्। यो देश दलबलमा पुर्याउने ती व्यक्तिहरू हुन् जो पढे लेखेका छन्, बुद्धि र क्षमता राख्छन्, सत्ता र शक्तिको पहुँचमा राख्छन्, तर देश र जनताप्रति इमानदार छैनन्। त्यसैले समस्या ज्ञानको अभाव होइन, समस्या नैतिकताको अभाव। त्यो भएर सम्माननीय सभामुख महोदय, हामी जनताका जनप्रतिनिधि हौँ, कसैको दया र निगाहमा यहाँ आएका होइनौँ। हाम्रो कर्तव्य सत्य कुरा बोल्ने हो। कसैले कसैलाई कति समर्थन गर्छ, कसको पक्षमा कति सांसद छन्, कसको सरकार छ, कसको जनमत छ, कसले कति साइबर बुलिङ गर्न सक्छ, त्यो विषयवस्तु हामीलाई कुनै महत्त्व छैन। तर स्पष्टका धारणाका साथ हामी सत्य एक्लै भए पनि खडा हुन्छौँ। असत्यको फैसला भेटले होइन, प्रमाणले गर्छ सत्यको फैसला। सम्माननीय सभामुख महोदय, सत्तापक्षका सांसदहरूको अभिव्यक्ति मैले सुनेको छु। तपाईँ 5 सिटे, तपाईँ 1 सिटे, तपाईँ 2 सिटे भन्दै सार्वभौम संसदको अपमान गर्ने काम भइरहेको छ। याद रहोस्, यो संसदीय व्यवस्था हो, यो संसदीय व्यवस्था हो। यो संसदीय व्यवस्थामा एकजना सांसदको महत्त्व पनि त्यति नै हुन्छ, बाँकी जति 274 जना सांसद छन्। त्यो भए हुनाले संसद सङ्ख्याले चल्ने होइन, विधिले चल्ने हो, संसद नीतिले चल्ने हो। संसदको सङ्ख्या महत्त्वपूर्ण केवल सरकार बनाउन, सरकार टिकाइराख्न, सत्ताको गोटी बन्न मात्र काम लाग्छ। त्यो भएर सम्माननीय सभामुख महोदय, यो सार्वभौम संसदलाई अपमान गर्ने, पटक पटक इतिहास पल्टाएर हेर्नुहोस्। हाम्रो इतिहास के थियो एकछिन पल्टाएर हेर्नु त, छातीमा हात राखेर। जम्मा 3 वर्ष अगाडिको इतिहास। कोही सडकमा कराइरहेका थियौँ,